सबैलाई अभिवादन नमस्कार जोजोलोपा। कार्यक्रमका अध्यक्ष लगायत वक्ता र सम्पूर्ण सहभागी साथीहरुमा फेरि पनि हार्दिक अभिवादन। कार्यक्रम अत्यन्तै रोचक छ, महत्त्वपूर्ण छ। त्यसैले म आफ्नो कुरालाई सुरुवात गर्न चाहिहालेँ। हामीले जुन पछाडिको विषय छ त्यो विषयमा कुरा गरिरहँदाखेरि इतिहासलाई कदापि भुल्नु हुँदैन। इतिहासले प्राप्त गरेको आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई भुल्नु हुँदैन। भन्न खोजेको के भन्दाखेरि योगमाया नेउपाने, साहना प्रधान, साधना अधिकारी, द्वारिका देवी ठकुरानी, शैलजा आचार्य लगायत अग्रज महिलाहरूले गरेको आन्दोलन, सामूहिकता र त्यसबाट प्राप्त गरेको उपलब्धिलाई कदापि बिर्सिनु हुँदैन। योगमायाले सङ्गठित अभियान चलाएको थियो और 60 जना अनुयायीका साथ जल समाधि लिएको थियो। के को लागि? धर्म राज्य स्थापनाको लागि, न्याय र सत्य स्थापनाको लागि, समानताको स्थापनाको लागि। त्यस्तै गरिकन अरू महिला नेताहरूले मताधिकारको लागि, पढ्न पाउने हकको लागि सङ्गठित आवाज उठाएको थियो 4 सालमा। त्यसबाट हामीले आज यो अवस्था पाएका छौँ। त्यस्तै गरिकन 46 सालमा पनि महिलाहरूले बलिदान गरेका थिए, आन्दोलनमा लागेका थिए, सङ्गठित अभियान चलाएको थियो। त्यसबाट अन्तरिम संविधान हामीले उपलब्ध गऱ्यौँ, निरङ्कुशताको अन्त्य गऱ्यौँ, लोकतन्त्रलाई स्थापना गऱ्यौँ अथवा प्रजातन्त्रलाई स्थापना गऱ्यौँ। त्यसबाट हामीले धेरै उपलब्धिहरू नपाए पनि केही उपलब्धिहरू पाएका थियौँ। मुख्य कुरा त महिला हिंसाको विरुद्धमा हामी आफै पनि लाग्यौँ। एउटा महत्त्वपूर्ण कानुनहरूको निर्माण पनि गऱ्यौँ। त्यस्तै गरिकन 62-63 सालको आन्दोलनलाई पनि हामीले बिर्सिनु हुँदैन। सबै शक्ति लागेर राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएको दिन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण भएको दिन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालबाट हामीले पाएको उपलब्धि मूल कुरा यही हो। यो संविधानलाई हामीले कदापि बिर्सिनु पाइँदैन। यसलाई हामीले केही पनि होइन भन्न पाइँदैन। यही भित्र छ, प्रस्तावना भित्रै छ। नेपाल विविधता भएको देश, सबैले चाहिने पहुँच पुग्नुपर्छ, निर्णय निकायमा पहुँच पर्छ, राज्यको संरचनामा पहुँच पुग्नुपर्छ भनेर लेखिएको छ। त्यति मात्रै होइन, हामी समावेशितामा मात्रै होइन, समानुपातिक समावेशिता यसमा प्रष्ट लेखिएको छ। त्यति मात्रै होइन, विविधता भएको देश, धार्मिक सांस्कृतिक हाम्रो संरचना भएको देशमा अब महिला पुरुष समान छन् भन्ने त्यो धारणा स्थापित भएको छ। यसैबाट 33% महिलाहरू यही संविधानमा स्थापित भएको छ। महत्त्वपूर्ण पदमा पनि महिलाहरू अनिवार्य जानुपर्छ, उपस्थित हुनुपर्छ, जिम्मेवारी लिनुपर्छ भनेर यही संविधानले तोकेको छ। समानुपातिक समावेशीको हिसाबले हामी अगाडि बढ्नुपर्छ। अब महिला पुरुष समान छन् भन्ने धारणा बोक्नुपर्छ। महिलाले मात्रै यो देशको परिवर्तन गर्न सक्दैन, न त पुरुषले मात्रै यो देशको आमूल परिवर्तन गर्न सक्छ। त्यसो भएको हुनाले हामी महिला पुरुष समान भएर अगाडि बढ्नुपर्छ भन्ने धारणा हामीले राख्न जरुरी छ भन्ने लाग्दछ। जहाँसम्म अहिले हाम्रो देश सार्वभौम नेपाली नागरिक भएका छौँ हामी, यही आन्दोलनबाट, बलिदानबाट छुवाछुत मुक्त राष्ट्र घोषणा भएको छ। यही हाम्रो देशमा समानुपातिक समावेशीको सिद्धान्तलाई अँगालेको छ। महिला पुरुष समान छन् भन्ने धारणा स्थापित भएको छ। 33% महिलाहरूको अवस्थालाई यहाँ सृजना गरेको छ। महत्त्वपूर्ण पदमा एक महिला पनि भनेको छ। विभेदकारी प्रथा परम्परा सबैहरू हामीले अन्त्य गर्नुपर्छ भनेर भनेका छौँ। संसदबाट 4 बुँदे महिलाहरूको प्रस्ताव पारित भएको थियो सबै सहमतिका साथ, र त्यसले चाहिने महिलालाई अगाडि बढाउने चाहिँ प्रष्ट सोचहरू राखेका थियो। तर अहिले पनि हामीले संरचना पनि राखेका छौँ। यही विषयमा संरचना राखेका छौँ।
अहिले हाम्रो समाचार कस्तो छ? पितृ सट्टामा अटेको छ, पितृ सट्टामा अडेको छ, सामन्ती सोचबाट अडेको छ, लोकतान्त्रिक सोच छैन। त्यस भएको हुनाले पनि महिलालाई अहिले पनि जति अधिकार यसमा संविधानमा उल्लेख भए पनि, कानुनबाट विवेककारी कानुन निर्माण भएको भए पनि हामी किन चाहिँ पछाडि छौँ त भन्दाखेरि यही पितृसत्तात्मक सोच, सामन्ती सोचबाट हामी पछाडि परेका छौँ। महिला होस् पुरुष होस्, म पुरुषलाई मात्रै दोष दिन चाहन्न, महिलामा पनि पितृसत्ता र सामन्ती विचारहरू छन्। त्यसो भएको हुनाले हामी सबै एकजुट भएर त्यसको विचारसँग जुझ्नुपर्ने, एकजुट भएर अगाडि बढ्नुपर्ने अहिले आवश्यकता छ। सोचमा परिवर्तन नभइकन व्यवस्था परिवर्तन मात्रै भएर पुग्दैन। अहिले गणतान्त्रिक चाहिँ सोच किन बोक्न सकेन, लोकतान्त्रिक सोच किन बोक्न सकेन भन्दाखेरि हामीभित्र पितृसत्ता छ, हामीभित्र सामन्ती चिन्तन छ। त्यही कारणले गर्दाखेरि आज हामी पछाडि पर्नु परेको छ। महिला सक्दैनन्, महिला जिम्मेवारी बोक्नै सक्दैनन्, निर्णय दिनै सक्दैनन् भन्ने सोचहरू विकास भइराखेको अवस्था छ। त्यसो भएको हुनाले पनि अहिले आज मात्रै होइन, हिजो पनि महिलाहरू किन भूगोलबाट महिलाहरू चाहिँ 1/3 महिला पुर्याउन सक्दैन, 33% महिलाहरूको सहभागिता किन हुँदै सक्दैन, महत्त्वपूर्ण कतिपय पदहरू किन लिन सक्दैन भन्ने कुराहरू साह्रै महत्त्वपूर्ण कुरा हो। त्यसो भएको हुनाले पनि मेरो सबैलाई चाहिँ विनम्र अनुरोध छ, यो बहस सञ्चालन गरिरहँदाखेरि महिला एकताको जरुरी छ। अहिले महिला आन्दोलन कमजोर भएको छ, महिला एकतामा चाहिँ विभेदहरू भएको छ अथवा पछाडि परेको छ। त्यसो भएको हुनाले पनि अब हामी परिवर्तन र प्राप्तिको लागि नथाकौँ, नझुकौँ, निरन्तर मिलेर अगाडि बढौँ। धन्यवाद।